गाइज पछाडिको हालचाल चाहिँ सब भइसक्यो। यो पराल भयो, यिनीहरूले खाँदैछन्। म हल्का छिरल दिन्छु यो पराललाई यताउति गएर। परालको टोपा हेर्न सक्नुहुन्छ। यति चाहिँ यिनीहरूले खाएर के अरे सकिहाल्छन् गाइज। सो भयो हाम्रो अर्की जिरेली होइन। सो गाइज हेलो गाइज, म चाहिँ उठिसकेको छु बिहान र आजको भ्लग चाहिँ मैले स्टार्ट गर्दैछु बिहानै होइन। ठ्याक्क म घरबाट बाहिर निक्लेँ र ढिलो नगरी यो भ्लगलाई स्टार्ट गरौँ र किनभने त आज मैले के गर्दैछु बिहान देखाउँछु। सबैभन्दा पहिला म यहाँबाट भित्र आइसकेँ किनकि यहाँभित्र हाम्रा सुरक्षित युवाहरू बसेका छन्। जस्तै मानौँ कि यो नि हाम्रो एउटा सुरक्षित युवा हो जस्तै यहाँ बसेको छ। यिनीहरूलाई चाहिँ जाडो हुन्छ भनेर मैले यहाँ चाहिँ भित्र होइन एकदमै कवचमा। यो चाहिँ हाम्रो सरिता हो, चिनिरहनुलाई। यो पनि यहाँ कवचमा बसिहाल्यो भन्दै यसलाई पनि भन्दैन। यो चाहिँ हाम्रो यसको बच्चा भइहाल्यो र म चाहिँ अब यहाँ यसो होइन गोठमा अन्चुमा 2 गाई मात्र छन् अहिले। सो अब म चाहिँ एकछिन आगो ताप्ने कार्यक्रम पनि गर्छु। जाडो छ र फेरि आगो तापेपछि भेटौँला है। सो गाइज मैले चाहिँ यहाँ गाईहरूलाई यस्तो पराल हालिदिइसकेँ। यिनीहरूले अब मस्त खाँदैछन् हेर्न सक्छ। यो पराल भयो, यिनीहरूले खाँदैछन्। म हल्का छिरल दिन्छु यो पराललाई यताउति गएर। त्यसपछि फेरि भेटौँला है त। सो गाइज पछाडिको हालचाल चाहिँ सब भइसक्यो। अब चाहिँ क्लिन पनि भइसक्यो। पछाडि हेर्न सक्नुहुन्छ हल्का सफा पनि गर्नु पऱ्यो। डेरीसेरी पनि गइसक्यो। बिहानको यो महत्त्वपूर्ण काम हो, यिनीहरूले घाँस हाल्दिनँ नि। र अहिले चाहिँ मेरो कलेज चाहिँ बिदा छ, त्यही भएर मैले यसो हेल्प मात्र गरेको है गाइज। ल सो गाइज अब यहाँभन्दा अगाडि हाम्रो बारीहरू कस्तो हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हामीले तोरी लगाएको। अहिले यो जाडोमा गर्दा हेर्न सक्नुहुन्छ उहाँ परेसम्म तोरी अब गोडिन्छ यहाँ। यहाँको भ्यू पनि राम्रो हो। अनि त हाम्रो उहाँ चाहिँ सागबारी साग के लगाउनु भयो। एनिवे जस ठिकै छ। अनि त्यहाँबाट हाम्रो यहाँ परालको टोपा हेर्न सक्नुहुन्छ। यति चाहिँ यिनीहरूले खाएर के अरे सकिहाल्छन् गाइज। र यस्तै छ गाइज। ल अब दिनदिनै यस्तै बिहान दिउँसो मैले भ्याएसम्म मैले आफ्नो ब्लग हाल्नेछु। र थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब पनि गरिदिनु होला है त, सपोर्ट गरिदिनु होला मलाई। ल।